अझै म यहाँ ग्लोभ्स लाउँदैछु कि विराटनगर महानगरपालिका वडा नम्बर 14 यो हाम्रो जतुवा के टोल भन्छ यसलाई बैरभन्ना जतुवामा हाम्रो गौतम विश्वास हाम्रो भुपू हल्दार साहब पनि हो। उहाँको घरमा यो आयो के अरे यहाँभन्दा अगाडि मैले 3टा सर्प लिएर गएको थिएँ होइन, यही मुनिबाट त 2टा र यो टोयलेटबाट 3टा लगिसकेँ र पनि आज एउटा ठुलो गोमन्ती यो आएर बसेको रहेछ यो किचनमा। म त्योबाट त्यसलाई नियन्त्रण गरेर लगाइरहेको छु। यता सर्प देख्नु नानी यहाँ मुनि सर्प छ, यो किचन छ, यहाँ मुनि सर्प छ, यहाँ भित्र एउटा ब्याट्री छ, त्यसको मुनि सर्प छ, त्यसलाई म नियन्त्रण गरेर लगाइरहेको छु है त ल। यहाँ ब्याट्री गयो तपाईँले बसेर त्यो सर्प त्यसलाई चाहिँ म अब नियन्त्रण गर्दैछु। मेरो कहाँ छ बत्ती माथि साँप कति थियो रे आज मैले अहिले बुढीरङ्ग गाउँपालिका 3बाट पनि यत्रै ठुलो एउटा गोमन समातेको थिएँ। त्यसले पनि यति ठुलो करे के अरे कुखुराको चल्ला खाएको रहेछ। यसले पनि के खाएको छ ल, त्यस कारणले गर्दाखेरि यस्ता यस्ता सर्पहरू यस्तो यस्तो ठाउँमा बसिराखेको अवस्था छ। सबैजना होसियार रहनु होला है, देखाउँदै ल सर्प है त हजुरहरू एकदम होसियार साथ रहनु होला। यत्र त सर्प चाहिँ घरभित्र छिरेको अवस्था छ। धन्यवाद। बिर्को ल्याउँछ बिर्को सापलाई पनि लिएर आउँछ फोर उठाउने फोर लिएर आउँछ फोर उठाउने पनि फोर उठाउने ल्याउनु बिर्को खै बिर्को पनि ल्याउँछ फोर उठाउने ल्याउँछ फोर उठाउने ल्याउनु ल हेर्दै आउनु त नि हजुरले होइन ल काम यस्तै छ है हजुर मेरो हेर्नु भिडियो पठाएर आउन ल हमरो पकड़े दे मेरो ढाडको पनि देखाइदिन्छ कि मेरो यो कपडामा हेर्नु यहाँ